अब तयार हुनुहोस् सारा रोग दुःखबाट मुक्त भई नयाँ जीवन लिनको लागि। अब ढाडलाई सिधा पारेर कुनै पनि आसनमा बस्न सक्नुहुनेछ। अब आँखा बन्द गर्नुहोस्। अब सुरु गरौँ। अब सम्पूर्ण ध्यान आफ्नो श्वासमा ल्याउनुहोस्। बिस्तारै बिस्तारै लामो र गहिरो श्वास लिनुहोस् र बिस्तारै लामो गहिरो श्वास बाहिर छोड्दै जानुहोस्। एकदमै आरामले श्वास लिनुहोस् र एकदमै आरामले छोड्दै जानुहोस्। हरेक पल आइरहेको र गइरहेको श्वासलाई साक्षी भावले हेर्दै जानुहोस्। तपाईको सम्पूर्ण ध्यान आइरहेको गइरहेको श्वासमा केन्द्रित गर्दै जानुहोस्। श्वास बाहिर छोडेसँगै आफ्नो शरीरलाई हल्का हल्का छोड्दै छोड्दै जानुहोस्। यस, अझ लामो र अझ गहिरो श्वास लिँदै शरीरलाई हल्का हल्का गर्दै श्वासलाई बाहिर छोड्दै जानुहोस्। फेरि पनि लामो गहिरो श्वास लिँदै श्वासलाई बाहिर छोड्दा शरीरलाई हल्का 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 छोड्दै जानुहोस्। यस, अझै पनि श्वास लिँदै शरीरलाई अझ हल्का हल्का छोड्दै जानुहोस्। फेरि अर्को पनि लामो गहिरो श्वास लिँदै शरीरलाई अझ हल्का हल्का छोड्दै जानुहोस्। महसुस गर्नुहोस् कि तपाईको सम्पूर्ण शरीर हलुका हुँदै गइरहेको छ। बिस्तारै बिस्तारै शरीर आफ्नो नियन्त्रण समाप्त गर्दै गइरहेको छ भन्ने महसुस गर्दै जानुहोस्। अब सम्पूर्ण शरीरको मांसपेशीहरू एकदमै आनन्दित हुँदै गइरहेको छ। महसुस गर्नुहोस् आफ्नो शरीर अझ हल्का छोड्दै छोड्दै जानुहोस्। बिस्तारै बिस्तारै श्वास लिँदै छोड्दै हुनुहुन्छ। शरीर एकदमै हलुका हुँदै गइरहेको छ। अब तपाईले आफ्नो शरीर पूर्ण रूपमा हलुका छोडिदिनुहोस्। अब एक एक अङ्गहरू एकदमै आनन्दित बनाउँदै बनाउँदै जानुहोस्। अब सम्पूर्ण ध्यान आफ्नो खुट्टाको पैतालामा केन्द्रित गर्नुहोस्। हेर्नुहोस् आफ्नो पैतालाको मांसपेशी जो तनावले भरिएको थियो बिस्तारै बिस्तारै आनन्दित हुँदै रिल्याक्स हुँदै गइरहेको छ। तपाईको दुवै खुट्टाको पैतालाको भागहरू एकदमै हलुका एकदमै रिल्याक्स भइरहेको छ। अब सारा ध्यान आफ्नो पिँडुलामा ल्याउनुहोस्। जो तनावले भरिएको थियो बिस्तारै बिस्तारै सारा तनाव समस्या बिस्तारै बगेर बाहिर गइरहेको छ भन्ने महसुस गर्दै जानुहोस्। यस, अब बिस्तारै बिस्तारै तपाईको मांसपेशीहरू एकदमै लुज रिल्याक्स एकदमै शान्त भइरहेको छ। एकदमै लुज एकदमै रिल्याक्स एकदमै शान्त हुँदै गइरहेको छ। तपाई आफूले आफूलाई एकदमै हल्का र आनन्दित रिल्याक्स शान्त महसुस गर्दै जानुहोस्। अब तपाईको सारा ध्यान खुट्टादेखि लिएर कम्मरसम्मको भागमा लिएर आउनुहोस्। तनावले भरिएको कम्मरसम्मको भाग अब हल्का हुँदै गइरहेको छ। आराम हुँदै गइरहेको छ। हावाले भरिएको बेलुन हावाबाट निस्केर आफ्नो आकारमा आइरहेको छ। हो, त्यसरी नै तपाईको तनाव समस्या निस्केर आफ्नो आकारमा आइरहेको छ भन्ने महसुस गर्दै जानुहोस्। अब हेर्नुहोस् तपाईको कम्मरसम्मको भाग भारी थियो, अहिले एकदमै हलुका आनन्दित भइरहेको छ। एकदमै रिल्याक्स एकदमै आनन्दित भइरहेको छ। महसुस गर्दै जानुहोस्। अब सारा ध्यान कम्मरदेखि पेटसम्म ल्याउनुहोस्। तपाईको ध्यान पेटमा पुग्न साथ पेट हल्का एकदमै रिल्याक्स हुँदै गइरहेको छ। एकदमै शान्त
एकदमै रिल्याक्स, एकदमै शान्त भइरहेको छ भन्ने महसुस गर्दै जानुहोस्। तपाईँको पेट बिस्तारै भित्र भित्र गइरहेको छ। पेट शिथिल भई कम्मरदेखि पेटसम्मको पुरा भाग एकदमै शान्त, एकदमै लुज भइरहेको महसुस गर्दै जानुहोस्। अब सारा ध्यानलाई तपाईँको फोक्सोमा लिएर आउनुहोस्। तपाईँको फोक्सो तनावको हावाले उकुस मुकुस भएर बेलुनमा हावा भरे जस्तै एकदमै टाइट भइरहेको थियो। अब तनावको हावाहरू निस्केर बिस्तारै बिस्तारै शान्त शान्त हुँदै गइरहेको छ भन्ने महसुस गर्दै जानुहोस्। यस, एकदमै शान्त शान्त हुँदै गइरहेको छ। अब तपाईँको सारा ध्यान दुवै काँधको भागमा, दुवै हात हुँदै हत्केलाको भागसम्म लिएर आउनुहोस्। काँधदेखि हात हुँदै हत्केलाहरू बिस्तारै बिस्तारै हलुका, लुज, शान्त हुँदै गइरहेको छ। हल्का, लुज, शान्त हुँदै गइरहेको छ। हातका औँलाहरू पूर्ण रूपमा हलुका र आनन्दित हुँदै गइरहेको छ। यस, हातका सबै औँलाहरू पूर्ण रूपमा आनन्दित हुँदै गइरहेको छ। दुवै हात काँध पूर्ण रूपमा शान्त, एकदमै शान्त भइरहेको छ। महसुस गर्नुहोस्। अब आफ्नो ध्यान गर्दनदेखि पुरा अनुहारको भागसम्म लिएर आउनुहोस्। अब तपाईँको सारा अनुहारको भाग, ओठ, गाला, आँखा, निधार, कान, नाक र मस्तिष्कको भागहरू बिस्तारै बिस्तारै शान्त, एकदमै शान्त हुँदै हुँदै गइरहेको छ। सम्पूर्ण शरीर पूर्ण रूपमा हलुका, लुज, शान्त शान्त बनाउँदै बनाउँदै जानुहोस्। महसुस गर्दै जानुहोस्। अब तपाईँको सम्पूर्ण शरीरको भाग, शिरदेखि पाउसम्मको भागलाई एकदमै हलुका, लुज, रिल्याक्स, शान्त शान्त महसुस गर्दै जानुहोस्। पुरै शरीर शान्त भइसकेको छ, फिल गर्दै जानुहोस्। अब शिरदेखि पाउसम्मका सबै भागहरू एकदमै शान्त, एकदमै लुज, एकदमै रिल्याक्स भइरहेको छ, फिल गर्दै जानुहोस्। यस, अब तपाईँ अल्फा अवस्थामा जानको लागि आफ्नो आँखाको नानीको भागलाई माथितिर फर्काउँदै जानुहोस्। अब तपाईँ तेस्रो आँखा आज्ञा चक्रतर्फ हेर्दै तुरुन्त कल्पना गर्नुहोस् र आफ्नो चेतनालाई माथितिर फर्काउँदै फर्काउँदै जानुहोस्। यस, चेतनालाई माथि माथि परमात्मातिर लिएर जानेछौँ। अब 10 स्टेप भएको भर्याङ हुँदै तपाईँ ईश्वरीय शक्तितिर जानुहुनेछ र त्यो भर्याङ चढ्दा चढ्दै तपाईँ ईश्वरको नजिक पुग्नुहुनेछ, जहाँ ब्रह्माको नजिक पुग्नुहुनेछ। अब तपाईँ आफ्नो आँखाको नानीलाई माथितिर लैजानुहोस्। जति सक्नुहुनेछ माथि र दुई आँखी बीचको भाउमा, थर्ड आईमा ध्यान केन्द्रित गर्दै गर्दै जानुहोस् र आँखामा तनाव आउन नदिनुहोस् र तुरुन्त कल्पना गर्नुहोस् गोलाकार घुमेको सिडीको अगाडि आफूले आफूलाई कल्पना गर्दै गर्दै जानुहोस्। यो सेतो र दिव्य सिडीले तपाईलाई बिस्तारै बिस्तारै ब्रह्माण्डमा लिएर जानेछ। ब्रह्माण्ड स्वयं ईश्वर हो, जहाँको नजिक पुग्नुहुनेछ। यो सिडीको मध्यमबाट अब मेरो 10 देखि 1 सम्मको उल्टो गन्तीमा तपाईँ सिडी हुँदै 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 माथि 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 चढ्दै चढ्दै जानुहुनेछ। 10, अब जति जति अङ्क गर्छ तपाईँ बिस्तारै बिस्तारै माथि माथि पुग्दै पुग्दै जानुहुनेछ। तपाईको भौतिक शरीर चिन्ताबाट उठेर ब्रह्माण्डको चेतनासँग जोडिँदै 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 जानेछ। जब जब म गन्ती गर्नेछु त्यति त्यति बेला ब्रह्माण्डको एकदमै नजिक
नजिक पुग्दै पुग्दै जानुहुनेछ। 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1। अब तपाईँ ब्रह्माण्डमा युनिभर्समा पुगिसक्नु भएको छ, जहाँ तपाईँ आफ्नो सारा रोग, समस्या, दुःख, तनाव सबै चिजलाई त्यहाँ समर्पण गर्न सक्नुहुनेछ। सारा समस्याहरूलाई परमात्माको पाउमा बिसाउनुहुनेछ। तपाईँ जुन ईश्वरलाई मान्नुहुन्छ हो, त्यही ईश्वरलाई कल्पना गर्दै जानुहोस्। सच्चा हृदयले प्रार्थना गर्नुहोस्। उहाँलाई आफ्नो आँखा अगाडि हेर्दै आफ्नो सारा रोग, दुःख, कष्ट, तनाव जति पनि छ हृदयबाट मुक्त गरिदिनुहुन प्रार्थना गर्दै जानुहोस्। यस तपाईको सारा दुःख, कष्ट, रोग, तनाव तपाईबाट सदा सदाको लागि आफूबाट लैजानको लागि प्रार्थना गर्दै जानुहोस्। यस हृदयदेखि प्रार्थना गर्दै जानुहोस्, मनदेखि प्रार्थना गर्दै जानुहोस्। अब सारा ध्यानलाई तपाईको शरीरमा ल्याउनुहोस्। शरीरको यो समयमा जे समस्याहरू छ त्यहाँको आभामण्डलमा भरिन आउनेछ। धुवा जस्तै भारी हुनेछ। त्यो भारीपनलाई रबर जस्तै तन्काउँदै दुई हातले निकाल्दै ईश्वरको पाउमा राखिदिनुहोस्। सारा समस्या हाम्रो आभामण्डलमा रहेको हुन्छ। हामी जहाँ हुन्छौँ त्यही समस्या हुनेछ। सोच्नुहोस्, त्यही समस्याहरू आभामण्डलबाट निस्केर तपाईले ईश्वरको पाउमा राखिदिँदै जानुहुनेछ। अब तपाईको शरीरको जुन जुन भागमा समस्या छ त्यो भागमा ध्यान लैजाँदै जानुहोस् र दुई हातले निकाल्दै रबर जस्तै तानेर ईश्वरको चरणमा समर्पण गर्दै जानुहोस्। यसरी 21 पटक दोहोऱ्याउँदै जानुहोस्। यस तपाईको शरीरको जुन भागमा, जुन ठाउँमा समस्याहरू छ त्यो समस्याहरूलाई शरीरको भागबाट निकाल्दै ईश्वरको चरणमा समर्पण गर्दै जानुहोस्। यस मैले जति पटक अङ्क दोहोऱ्याउँदै जानेछु त्यति पटक निकाल्दै जानुहोस्। 1 निकाल्दै समर्पण गर्दै जानुहोस्। 2 निकाल्दै समर्पण गर्दै जानुहोस्। 3 निकाल्दै समर्पण गर्दै जानुहोस्। 4 निकाल्दै समर्पण गर्दै जानुहोस्। 5 निकाल्दै समर्पण गर्दै जानुहोस्। 6 अझ निकाल्दै समर्पण गर्दै जानुहोस्। 7 निकाल्दै समर्पण गर्दै जानुहोस्। 8 निकाल्दै समर्पण गर्दै जानुहोस्। 9 सम्पूर्ण समस्याहरूलाई निकाल्दै समर्पण गर्दै जानुहोस्। 10 शरीरभित्र भएको, मन मस्तिष्कभित्र भएको सबै समस्यालाई निकाल्दै समर्पण गर्दै जानुहोस्। 11 अझ तपाईको शरीरमा, मनमा, मस्तिष्कमा भएको जति पनि नकारात्मक ऊर्जाहरू छ निकाल्दै समर्पण गर्दै जानुहोस्। 12 सबै आभामण्डलमा भएको नकारात्मक ऊर्जाहरूलाई निकाल्दै समर्पण गर्दै जानुहोस्। 13 निकाल्दै जानुहोस्। 14 निकाल्दै समर्पण गर्दै जानुहोस्। 15 पुरा नेगेटिभिटीहरूलाई निकाल्दै समर्पण गर्दै जानुहोस्। 16 अझ निकाल्दै समर्पण गर्दै जानुहोस्। 17 पुरा छोड्दै समर्पण गर्दै जानुहोस्। 17 निकाल्दै समर्पण गर्दै जानुहोस्। 18 पुरा समर्पण गर्दै जानुहोस्। 19 अझ समर्पण गर्दै जानुहोस्। 20 पुरै निकाल्दै समर्पण गर्दै जानुहोस्। 21 पुरा समर्पण गर्दै जानुहोस्।
अब मनमा नै भन्दै जानुहोस्, मेरा सारा दुःख, कष्ट, तनाव, रोग तपाईँको पाउमा समर्पण गरेको छु। यो भाव मनमा ल्याउनुहोस् र सारा समस्या ईश्वरको पाउमा राख्दै राख्दै जानुहोस्। जसरी तपाईँ निकाल्दै हुनुहुन्छ त्यसरी नै सारा भारीपन ईश्वरको पाउमा गइरहेको छ। त्यहाँबाट निस्केर मुक्त हुँदै गइरहेको छ। बिस्तारै बिस्तारै त्यो क्षेत्रमा हल्कापन आइरहेको छ। सम्पूर्ण रूपमा भारीपन कम हुँदै गइरहेको छ। त्यहाँ एकदमै हलुकापन आइरहेको छ। अब तपाईँले सारा दुःख, कष्ट, रोग, तनाव जस्ता समस्यालाई निकालेर ईश्वरको पाउमा राखिसक्नुभयो। अब तपाईँको ध्यान दिमागमा लैजानुहोस्। दिमागमा जति पनि डर, चिन्ता, तनाव, क्रोध र अनेकौं नकारात्मक विचारहरूले भरिएको छ, यो सबलाई एक एक गर्दै आफ्नो आँखाको अगाडि लिएर आउनुहोस्। जुन कुराबाट तपाईँ छुटकारा पाउन चाहनुहुन्छ त्यसलाई आँखा अगाडि कल्पना गर्दै 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 जानुहोस्। त्यसलाई फोटोको रूपमा कल्पना गर्दै जानुहोस्। आफ्नो आँखाको अगाडि सारा कुरालाई हेर्दै जानुहोस्। जुन कुराले तपाईँलाई सताइरहेको छ, सधैँको लागि छुटकारा पाउन चाहनुहुन्छ, त्यसको फोटो आँखा अगाडि ल्याउँदै ल्याउँदै जानुहोस्। अब तपाईँको देब्रे हात बिस्तारै उठाउनुहोस् र आफ्नो दिमागसम्म लैजानुहोस्। सारा दिमागको वरिपरि घुमिरहेको भारीपनलाई समात्नुहोस् र ईश्वरको पाउमा राखिदिनुहोस्। यस पुरा सारा दिमागमा भएको तपाईको देब्रे हातले उखाल्दै ईश्वरको चरणमा राखिदिनुहोस्। तपाईको दिमागको नकारात्मक विचार, डर, चिन्ता आदि फाल्दै जानुहोस्। तपाईको दिमागको चारैतर्फ त्यही चिज छ जुन 24 घण्टा तपाईको आफ्नो मनभित्र खेलिरहेको छ। त्यो नकारात्मक चित्रहरू, नकारात्मक विचारहरू अब दुवै हातले तानेर ईश्वरको पाउमा फाल्दै फाल्दै जानुहोस्। जब जब तपाईले हातले तानेर फाल्दै जानुभएको छ, यो बताउँदै जानुहोस्, मेरो सारा नकारात्मक विचारहरू, डर, चिन्ता, क्रोध, अहंकार तपाईको पाउमा अर्पण गर्दछु, समर्पण गर्दछु भन्दै फाल्दै फाल्दै जानुहोस्। बताउँदै जानुहोस्, मेरा सारा नकारात्मक विचार, डर, चिन्ता, क्रोध, अहंकार तपाईको पाउमा समर्पण गरिरहेको छु भन्दै रिपिट गर्दै जानुहोस्। अब जसरी तपाईँ फाल्दै जानुभएको छ त्यसरी नै तपाईको दिमाग एकदमै हलुका भइरहेको छ। त्यहाँ भएको बोझहरू एकदमै शान्त भइरहेको छ। महसुस गर्नुहोस्। तपाईँ यतिखेर यति हल्का महसुस गर्दै हुनुहुन्छ कि सबै समस्या निस्किसक्यो भनेर। त्यो महसुसलाई फिल गर्दै जानुहोस्। अब रोकिनुहोस्। अब सारा ध्यान तपाईको हृदयमा लिएर आउनुहोस्। तपाईको हृदयमा भएका नकारात्मक भाव, अगाध, जलन, ईर्ष्या, दुःख, कुनै पनि त्यस्ता समस्याहरू दबाएर राख्नु भएको छ, त्यसलाई निकालेर बाहिर फाल्दै जानुहोस्। सधैँको लागि कल्पना गर्नुहोस् र त्यसलाई फोटोको रूपमा आँखा अगाडि महसुस गर्दै जानुहोस्, कल्पना गर्दै जानुहोस्। जुन घटनाले, जुन व्यक्तिले तपाईको हृदयमा चोट पुर्याएको छ, उसको फोटो आफ्नो अगाडि ल्याउँदै 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 जानुहोस्। त्यो घटनालाई आँखा अगाडि अनन्त मनदेखि त्यो कुराहरूलाई हेर्दै जानुहोस्। अब दुवै हातले बिस्तारै बिस्तारै हृदयतिर लैजाँदै जानुहोस्। नकारात्मक भावलाई पुरा शक्ति लगाएर तानेर ईश्वरको पाउमा अर्पण गर्दै जानुहोस्। मेरो 3 देखि 1 को गन्तीमा त्यो नकारात्मक ऊर्जाहरूलाई, नकारात्मक भावहरूलाई र भावनात्मक समस्याहरूलाई ईश्वरको चरणमा समर्पण गर्दै जानुहोस्। 3, 2, 1। अब तपाईको जीवन रहेसम्मको लागि रिलिज गरिदिँदै जानुहोस्
आफूलाई मुक्त गरिदिँदै जानुहोस् र निकाल्दै फाल्दै फाल्दै जानुहोस्। यो पनि 21 पटक रिपिट गर्दै जानुहोस्। नकारात्मक भाव, नकारात्मक विचार, नकारात्मक फिलिङ्सहरूलाई छातीको भागबाट निकाल्दै निकाल्दै फाल्दै फाल्दै जानुहोस्। अब ईश्वरलाई प्रार्थना गर्दै जानुहोस्, हे ईश्वर, म मेरो सारा हृदयको पीडा, सारा नकारात्मक भावहरूलाई निकाल्दै निकाल्दै तपाईको पाउमा समर्पण गर्दैछु, समर्पण गर्दैछु, समर्पण गर्दैछु। जसले मेरो हृदयमा चोट पुर्याइरहेको छ, म उसलाई क्षमा गर्छु, क्षमा गर्छु, क्षमा गर्छु। उसलाई हमेसाका लागि आफ्नो हृदयबाट निकाल्छु। महसुस गर्दै जानुहोस्। जसले तपाईलाई चोट पुर्याइरहेको छ, त्यसलाई मनबाट मुक्त गर्दै जानुहोस्। यस, आफूले आफूलाई मुक्त गर्दै जानुहोस्। जसरी तपाईँ निकाल्दै हुनुहुन्छ, त्यसै गरी तपाईको हृदय हलुका 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 हुँदै गइरहेको छ। अब तपाईँ सारा नकारात्मक भावबाट मुक्त भइरहेको महसुस गर्दै जानुहोस्। यस, अब तपाईको पुरै नकारात्मक आवाहरू फालिसक्नु भएको छ। तपाईको मन एकदमै शान्त 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 भइरहेको छ, एकदमै रिल्याक्स भइरहेको छ, एकदमै आनन्द फिल गर्दै जानु। अब हाम्रो भित्री गहिराइमा दबिएको सारा शारीरिक, मानसिक र भावनात्मक समस्याको प्रभावहरूलाई श्वासद्वारा उखालेर सतहको लेभलमा लिएर आउनेछौँ। हमेसाको लागि दबिएको भावबाट मुक्त हुँदैछौँ। अब आफ्नो आँखा अगाडि उही घटना, उही मानिस, उही विचार, तनाव, बेचैनी, कष्ट, रोगको तस्बिरहरू ल्याउनुहोस् जो तपाईको मनभित्र दबेर बसेको छ। क्रोध, जलन, आक्रोश, जलन पैदा भइरहेको छ। त्यो जति पनि चिजहरू तपाईको मनभित्र दबेर बसेको छ, त्यसलाई लामो गहिरो श्वाससँगै आफ्नो भित्र रहेको नकारात्मक भावनालाई महसुस गर्दै श्वाससँगै बाहिर फाल्दै जानुहोस्। यस, अब भावनालाई जबरजस्ती लामो गहिरो श्वासमा लिएर श्वास बाहिर फाल्दै फाल्दै जानुहोस् र तपाईको भावनाहरू, नकारात्मक विचार, क्रोध, डर, चिन्ताहरू श्वाससँगै उखल्दै बाहिर फाल्दै जानुहोस्। गर्दै एकदमै फास्ट फास्ट फाल्दै जानुहोस्। श्वासको गति बढ्दै बढ्दै जान्छ। अझ अझ धेरै भावुक हुँदै जानुहोस्, क्रोधित हुँदै जानुहोस्। हरेक श्वाससँगै दबेको सबै फिलिङ्सहरूलाई सतहको लेभलमा लिएर आउनुहोस्। यस, सुरु गरौँ। एकदमै फास्ट फास्ट लामो गहिरो श्वास लिँदै जानुहोस् र छोड्दै जानुहोस्। सारा ध्यान केवल श्वासमा सीमित गर्दै जानुहोस्। जसरी श्वास लिँदै हुनुहुन्छ त्यसै गरी भावुक हुँदै जानुहोस्। जसरी श्वास लिँदै हुनुहुन्छ त्यसरी नै भावुक हुँदै जानुहोस्। जसरी श्वास लिनुभएको छ, भित्रको सबै कुराहरू उखालेर बाहिर फ्याक्दै फ्याक्दै जानुहोस्। यस, कन्टिन्यू गर्दै जानुहोस्। जसरी लामो गहिरो श्वास लिनुहुन्छ त्यसरी नै लामो गहिरो श्वास छोड्दै जानुहोस्। पुरा तागत लगाएर श्वास लिनुहोस् र छाड्दै जानुहोस्। पुरा तागत लिएर श्वास लिनुहोस् र छोड्दै छोड्दै जानुहोस्। बिस्तारै बिस्तारै आफ्नो क्रोध, रिस, आँसु र भावनालाई बाहिर आउन दिनुहोस्। कम्प्लिट रूपमा बाहिर आउन दिनुहोस्। यस, श्वास कन्टिन्यू गर्दै जानुहोस् र तपाईको पुरै रिस, क्रोध, भावनाहरू जे छ त्यसलाई बाहिर आउँदै दिनुहोस्। जति पनि क्रोध, रिस, आँसु, भावनाहरू छ त्यसलाई पुरै पुरै बाहिर आउन दिनुहोस्। श्वाससँगै सम्पूर्ण शरीर भावुक हुन दिनुहोस्। आफ्नो भित्र वर्षौंदेखि दबिएका भावनाहरूलाई बाहिर ल्याउनुहोस्। श्वास गहिरो लिनुहोस् र गहिरो श्वास फ्याक्दै फ्याक्दै जानुहोस्। अब लिएर आउनुहोस् त्यो घटनालाई आँखा अगाडि। पूर्ण रूपमा क्रोधित हुनुहोस्। त्यो आँसु आफूलाई बाहिर फ्याक्दै जानुहोस्। पूर्ण रूपमा भावुक हुनुहोस्। आफ्नो मुठीलाई जोडले कस्दै जानुहोस्। आफ्नो सारा शरीरलाई कस्दै जानुहोस्। साँच्चै आफ्नो शरीरमा आगो जलन भइरहेको छ भन्ने महसुस गर्दै जानुहोस्।
तपाईको सारा शरीर बिस्तारै बिस्तारै बेचैनी हुँदै गइरहेको छ। पुरा भावुक हुनुहोस्, अझ भावुक हुनुहोस्, अझ भावुक हुँदै जानुहोस्। 10 गुणा भावुक हुँदै जानुहोस्। यस 20 गुणा भावुक हुँदै जानुहोस्। 50 गुणा भावुक हुँदै जानुहोस्। 100 गुणा भावुक हुँदै जानुहोस्। यस हजारौं गुणा भावुक हुँदै जानुहोस्। तपाईको सम्पूर्ण इमोसन, भावनाहरूलाई बाहिर निस्किरहेको महसुस गर्दै जानुहोस्। श्वास लामो गहिरो लिँदै जानुहोस् र छोड्दै छोड्दै जानुहोस्। अझ लामो गहिरो श्वास लिनुहोस् र छोड्दै छोड्दै जानुहोस्। कन्टिन्यू गर्दै जानुहोस्। पूर्ण रूपमा भावनाहरूलाई पग्लिँदै 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 जान दिनुहोस्। यस पूर्ण रूपमा भावनाहरू पग्लिँदै पग्लिँदै जान दिनुहोस् र महसुस गर्दै जानुहोस्। अझ लामो गहिरो श्वास लिँदै पूर्ण रूपमा त्यो भावनाहरू पग्लन दिनुहोस्। अझ लामो गहिरो श्वास लिँदै पूर्ण रूपमा त्यो भावनाहरूलाई पग्लिन दिनुहोस्। अझ पुरा शक्ति लगाएर श्वास बाहिर फाल्दै फाल्दै जानुहोस्। यस कन्टिन्यू गर्दै जानुहोस्। अझ लामो गहिरो श्वास लिएर बाहिर फाल्दै फाल्दै जानुहोस्। फेरि पनि अझ गहिरो लामो श्वास लिएर बाहिर फाल्दै जानुहोस्। श्वासलाई कन्टिन्यू कन्टिन्यू गर्दै जानुहोस्। यस अब पुरै दुवै हातले हल्लाउँदै हल्लाउँदै फ्याक्दै जानुहोस्। पुरा शक्ति लगाएर 5 मिनटसम्मको लागि भावना, क्रोध, रिसलाई पगाल्दै पगाल्दै जानुहोस्। सारा शरीरलाई भाइब्रेसन हुन दिनुहोस्, पग्लन दिनुहोस्। सारा समस्यालाई, भावनालाई नन स्टप गर्दै जानुहोस्। यस 5 मिनटसम्म फाल्दै फाल्दै जानुहोस्। अझ जोडले फाल्दै जानुहोस्। गर्दै अझ अझ जोडले फाल्दै जानुहोस्। श्वासलाई अझ तेज गर्दै जानुहोस्। जति सक्नुहुन्छ जोडले गर्दै जानुहोस्। सम्पूर्ण रूपमा भावनाहरू फुट्दै फुट्दै गइरहेको छ। एकदमै भावनाहरूलाई छोड्दै छोड्दै जानुहोस्। अझ 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 छिटो छिटो गर्दै जानुहोस्। अझ 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 फास्ट 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 कन्टिन्यू गर्दै जानुहोस्। आफूले आफूलाई सबै चिजहरूबाट म मुक्त गर्दैछु भनेर श्वाससँगै बाहिर फ्याक्दै जानुहोस्। यस कन्टिन्यू 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 गर्दै जानुहोस्। अझ अझ फास्ट, अझ अझ फास्ट। शरीरलाई कति पनि दुःख नदिइकन कन्टिन्यू कन्टिन्यू गर्दै जानुहोस्। शरीर थाक्छ, गले गल्छ, जे हुन्छ हुँदै दिनुहोस्। फास्ट 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 गर्दै जानुहोस्। यस कन्टिन्यू कन्टिन्यू। अझ अझ फास्ट, अझ अझ फास्ट। बिल्कुलै फास्ट गर्दै जानुहोस्। शरीर थाक्छ, गले गल्छ। पूर्ण रूपमा पूर्ण रूपमा पूर्ण रूपमा। यस अब शान्त, अब शान्त शान्त। श्वास प्रश्वासमा मात्र ध्यान दिनुहोस्। अब सम्पूर्ण भावना पग्लेर गइसकेको छ। शरीर पूर्ण रूपमा खाली भइरहेको छ। एकदमै शान्त महसुस गर्दै जानुहोस्। मेरो 3 देखि 1 को गन्तीमा पूर्ण रूपले शान्त शान्त महसुस गर्दै जानुहोस्। 3 2 1। सम्पूर्ण भावनाहरूलाई पुरा शरीरबाट गइसक्यो भन्ने महसुस गर्दै जानुहोस्। आजको दिनदेखि तपाईँ पूर्ण रूपले स्वस्थ, पूर्ण रूपले शान्त, पूर्ण रूपले रिल्याक्स, पूर्ण रूपले आनन्दित, एकदमै आनन्दित भइसक्नु भएको छ। यस तपाईको शरीर एकदमै शान्त भइरहेको छ। महसुस गर्दै जानुहोस्। एकदमै शान्त, एकदमै महसुस गर्दै जानुहोस्। यस अब तपाईँ पुरा शान्त चुपचाप महसुस गर्दै जानुहोस्। अब मूर्ति जस्तै बन्नुहोस्। केही हलचल छैन। शरीर एकदमै शिथिल छ, एकदमै स्थिर छ। आफूले आफूलाई हेर्नुहोस्। आफू अलग, शरीर शरीर अलग, चुपचाप लडिरहेको छ। त्यो देख्न बाला छ। त्यो आत्मा तत्व हो जुन लडिरहेको छ। त्यो भौतिक शरीर, वर्तमान शरीर हो। अब तपाईको दुवै हात आफ्नो जङ्गमा ल्याउनुहोस्। एकदमै आरामले राख्नुहोस्। शिरदेखि पैतालासम्मको सम्पूर्ण शरीरको एक एक संवेदनलाई महसुस गर्दै जानुहोस्। एक एक सेन्सेसनहरूलाई महसुस गर्दै जानुहोस् र अब साँची भावले दर्शन गर्दै महसुस गर्दै जानुहोस्। तपाईको शरीरमा के चल्दैछ त? तपाईको शरीरमा शिरदेखि पाउसम्म के भइरहेको छ फिल गर्दै जानुहोस्। सारा शरीरमा माथिदेखि तलसम्म
अलग अलग संवेदन सेन्सेसनहरू चलिरहेको छ। कहीँ गर्मी, कहीँ चिसो, कहीँ श्वास छिटो छिटो जोडले चल्दैछ, कहीँ रिल्याक्स, कहीँ धड्कन, कहीँ कम्पन, जे पनि भइरहेको छ। चुपचाप दर्शक जस्तै महसुस गर्नुहोस्। चुपचाप बिस्तारै बिस्तारै साक्षी भावले हेर्दै हेर्दै सारा शरीर शान्त शान्त भइरहेको छ, एकदमै हलुका भइरहेको छ। जसरी सारा कडापनहरू बाहिर निस्किरहेको छ, सारा विष बाहिर बगेर गइरहेको छ, अब सारा शरीर शुद्ध भइरहेको छ। यति हलुका कि यति हलुका जसरी पंखा फूल जस्तै, हावा जस्तै श्वास पूर्ण रूपमा सामान्य भएर स्थिर हुँदै गइरहेको छ। श्वास यति सामान्य कि यति सामान्य नाकको आसपास मात्र घुमिरहेको छ। महसुस गर्नुहोस्। सबै कुराहरू अड्डिएको छ, रोकिएको छ, शान्त भइरहेको छ, एकदमै शान्त भइरहेको छ। अब पूर्ण रूपमा ध्यानलाई आकाशतिर लैजानुहोस्। परमात्मासँग प्रार्थना गर्नुहोस्, हे ईश्वर, मेरो हृदयलाई प्रेम र करुणा र आनन्दले भरिदिनुहोस्। मेरो हृदयलाई प्रेम, करुणा, आनन्दले भरिदिनुहोस्। हे ईश्वर, मेरो हृदयलाई प्रेम, करुणा र आनन्दले भरिदिनुहोस्। मेरो हृदयलाई प्रेम, करुणा र आनन्दले भरिदिनुहोस्, आनन्दले भरिदिनुहोस्। अब कल्पना गर्नुहोस्, गुलाबी रङको एकदमै शान्त र प्रेम पूर्ण ऊर्जा बिस्तारै बिस्तारै वर्षात जस्तै, आकाशबाट झरेको पानी जस्तै तपाईको माथि आइरहेको छ। बिस्तारै बिस्तारै तपाईको हृदयमा प्रेम, करुणा, आनन्द भरिँदै भरिँदै गइरहेको छ। तपाईको हृदय प्रेम, करुणा, आनन्दले भरिँदै भरिँदै गइरहेको छ। पूर्ण रूपमा भरिसकेको छ र भरिएर पोखिँदै पोखिँदै गइरहेको छ। एकदमै पोखिँदै पोखिँदै जान दिनुहोस्। खोलिदिनुहोस् आफ्नो हृदयको द्वार। अब बग्न दिनुहोस् प्रेमको गङ्गालाई। सबै प्राणी र दुनियाँको प्रेम सागर तपाईँ हो। तपाईँ प्रेमले, करुणाले पूर्ण हुनुहुन्छ। प्रेम नै वास्तविक परमात्मा हो, ईश्वर हो। खोलिदिनुहोस् हृदयको ढोका, प्रेमको सागर बग्न दिनुहोस्। जे तपाईँ संसारमा दिन चाहनुहुन्छ त्यो तपाईँलाई नै लाखौँ गुणा थपेर फिर्ता आउनेछ। प्रेम बग्न दिनुहोस्, करुणा बग्न दिनुहोस्। अब तपाईको आत्मा बिस्तारै बिस्तारै हलुका हुँदै माथि माथि आइरहेको छ। महसुस गर्नुहोस् तपाईको हृदयमा एकदमै शान्तपन महसुस भइरहेको छ। अब तपाईँ एकदमै बिस्तारै बिस्तारै हलुका हलुका महसुस गर्दै जानुहोस्। तपाईको आत्मा बिस्तारै बिस्तारै अझ हलुका हुँदै हुँदै माथि आइरहेको छ। महसुस गर्नुहोस् तपाईको हृदयमा एक आत्मा छ, बिस्तारै बिस्तारै माथि उठिरहेको छ। आफ्नो परमात्मासँग मिलन हुन गइरहेको छ। बिस्तारै बिस्तारै उठ्दै आफ्नो गलासम्म पुगिरहेको छ। एकदमै महसुस गर्दै जानुहोस्। अब बिस्तारै बिस्तारै अनुहार हुँदै यो तपाईको आज्ञा चक्र थडाइमा पुगिसकेको छ। अझ माथि माथि हुँदै शिरको माथिल्लो भाग सहस्त्रार चक्रमा पुग्दैछ। परमात्मासँग जोडिन गइरहेको छ। अब तपाईँ र परमात्मा एक भइसक्नु भएको छ। एक भइसक्नु भएको छ। पूर्ण रूपले थोपा सागरमा भिजिरहेको छ। पूर्ण रूपले तपाईको थोपा सागरमा भिजिसकेको छ। महसुस गर्दै जानुहोस्। पौडिनुहोस् परमात्मासँग पूर्ण रूपमा। पौडिँदै पौडिँदै जानुहोस् परमात्मासँग पूर्ण रूपमा। अब ओमको उच्चारण 108 पटक जप गर्दै जानुहोस् र यो आवाजलाई सुन्दै यो ओमको आवाजसँगै एकदमै आनन्दित, एकदमै आनन्दित, एकदमै आनन्दित महसुस गर्दै जानुहोस्।
अब उच्चारण बन्द गर्नुहोस्, मनमा नै उच्चारण बन्द गर्नुहोस्। सारा ध्यान तपाईको आज्ञा चक्रमा लिएर आउनुहोस्। आफ्नो आज्ञा चक्रमा एक दिव्य ज्योतिको महसुस गर्नुहोस्। एक दिव्य ज्योति तपाईको आज्ञा चक्रमा चलिरहेको छ, त्यो ज्योतिलाई महसुस गर्दै जानुहोस्। के रङ छ त्यो ज्योतिको, के संवेदन भइरहेको छ महसुस गर्नुहोस्। सारा ध्यान आज्ञा चक्रको ज्योतिलाई हेर्दै हेर्दै जानुहोस्। तपाई भित्र नै ओमको ध्वनि गुन्जिरहेको छ, त्यो ध्वनिलाई महसुस गर्दै जानुहोस्। त्यसैगरी तपाई र ब्रह्माण्ड एकसाथ जोडिसक्नु भएको छ। तपाई र ब्रह्माण्डहरू एकैसाथ जोडिसक्नु भएको छ। तपाईको भित्र ओम, बाहिर ओम ओम गुन्जिरहेको छ। शब्द नै ब्रह्म हो, ओम नै परमात्मा हो, ओम नै ईश्वरीय सङ्गीत हो। तपाई यस सङ्गीतमा डुबिराख्नु भएको छ। सारा शरीर ओमको ध्वनिमा गुन्जिरहेको छ। भित्र भित्रै ओमको उच्चारण लगातार लगातार दोहोऱ्याउँदै जानुहोस्। अझ अझ शान्त, अझ अझ शान्त महसुस गर्नुहोस्। पूरा रूपमा अब तपाईको तेस्रो नेत्र थर्ड अन्तर्दृष्टि अन्तर्ज्ञान हो, भरिपूर्ण भएर प्रकाशित भइसकेको छ। आफ्नो आज्ञा चक्र प्रकाशित भइरहेको महसुस गर्नुहोस्। जसरी तपाईको तेस्रो आँखा खुलिसकेको छ, आज्ञा चक्र विकसित भइरहेको छ। अब तपाई सामान्य मानिस होइन, उच्च स्तरीय जागरुक व्यक्ति हो, एक रूपान्तरित व्यक्ति हो। तपाईको विवेक जागृत भइसकेको छ।
र तपाईँका सूक्ष्म शक्तिहरू जागृत भइसकेको छ। सम्पूर्ण शक्तिको मालिक अब तपाईँ नै हो। अब तपाईँको चारै दिशातिर हातको महसुस गर्नुहोस्। त्यो हात दुर्गा विष्णुको हात हो। यो शक्तिलाई सदुपयोग गर्न तपाईँमा प्रेम, विवेक, ज्ञान प्राप्त भइसकेको छ। महसुस गर्नुहोस्। अब परमात्मालाई आभार व्यक्त गर्नुहोस्। अब परमात्मालाई आभार व्यक्त गर्नुहोस्। तपाईँ यहाँको कलाकार हो। उसको सङ्गीतसँगै झुल्दै नाच्दै आनन्द फिल गर्दै जानुहोस्। परमात्मासँग उत्सव मनाउँदै जानुहोस्। यो आवाजलाई सुन्दै एकदमै आनन्द 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 फिल गर्दै जानुहोस्। अब बिस्तारै बिस्तारै आफ्नो चेतनामा फर्किनुहोस्। अब बिस्तारै बिस्तारै आफ्नो चेतनामा फर्किँदै जानुहोस्। आफ्नो पुरानो जीवन पूर्ण रूपमा निस्केर नयाँ जीवनमा प्रवेश भइरहेको छ, प्रवेश गरिरहेको छ। महसुस गर्दै जानुहोस् र प्रवेश गर्दै जानुहोस्। र आजको दिनदेखि यो तपाईँको नयाँ जीवन हो। त्यो नयाँ जीवनमा प्रवेश गर्दै जानुहोस्। हातलाई रब गर्दै पुरा शरीरमा स्पर्श गर्दै हातलाई हेर्दै आँखा खोल्नुहोस्। ओके, एक्सेलिङ हबको यो भिडियो शारीरिक, मानसिक, भावनात्मक रूपमा समस्या भएका व्यक्तिहरूलाई सेयर गर्न सक्नुहुन्छ। यो ध्यान विधिलाई 21 पटकसम्म कन्टिन्यू गर्दा तपाईँको शारीरिक रूपमा, मानसिक रूपमा, भावनात्मक रूपमा भएका हरेक समस्याहरू हट्नेछ। धन्यवाद।